इरानको आक्रमणपछि तेलको मूल्य बढ्दै। तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ। इरानका नेता आयातुल्लाह मुस्तफा खमेनीले होर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलसँगको युद्धमा नयाँ मोर्चा खोल्ने आह्वान गरेपछि बजारमा स्थिरता बढेको हो। होर्मुज स्ट्रेट विश्वको ऊर्जा आपूर्तिको एक महत्त्वपूर्ण मार्ग हो, जहाँ विश्वको लगभग 1/5 तेल र ग्यास ढुवानी हुन्छ। खमेनीले सार्वजनिक रूपमा भने स्ट्रेटको अवरोध अवश्य प्रयोग गर्नुपर्ने छ र यदि युद्ध जारी रह्यो भने अन्य संवेदनशील मोर्चा पनि खोलिनेछ। इरानले यस हप्ता खाडी क्षेत्रमा विभिन्न ऊर्जा संरचनामा हमला गरेको छ। इराक नजिक जहाजहरूमा आक्रमण भएको छ, बहराइनमा इन्धन ट्याङ्करमा धावा भएको छ र साउदी अरबमा तेल क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ। इरानले यदि यसको ऊर्जा पूर्वाधार वा बन्दरगाहहरूमा हमला भयो भने क्षेत्रको तेल र ग्यास जलाइने चेतावनी दिएको छ। तेल बजारमा उच्च मूल्य कायम रहँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो सङ्कटलाई विश्व इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध भनेको छ। ब्रेन्ट क्रुडको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। यसले वैश्विक ऊर्जा बजारमा अनिश्चितता थपेको छ। तेल मूल्य बढ्दा विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको खतरा र आर्थिक दबाव बढ्ने जोखिम पनि बढेको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक भएकाले मूल्य बढ्दा यसबाट लाभ हुने बताएका छन्। तर उनले आफ्नो प्राथमिकता इरानलाई आणविक हतियारबाट रोक्ने र मध्यपूर्व तथा विश्वलाई सुरक्षा दिनेतर्फ केन्द्रित रहेको पनि उल्लेख गरेका छन्। बजारमा चिन्ता बढेसँगै एसियाली अर्थतन्त्रहरू सबैभन्दा संवेदनशील देखिएका छन्, किनकि ती अर्थतन्त्रहरू ऊर्जा आयातमा अत्याधिक निर्भर छन्। वैश्विक शेयर बजारमा गिरावट आएको छ। टोकियो, हङकङ, साङ्घाई, सिङ्गापुर, सियोल, मुम्बई, बेङ्कक, मनिला र जकार्ताका बजारहरू सबै घटेका छन्। बजार विशेषज्ञहरूले होर्मुज स्ट्रेट बन्द रहँदा शेयर बजारमा दबाव रहिरहनेछ र ऊर्जा मूल्य उच्च रहिरहने चेतावनी दिएका छन्।